जय चन्द्रसूरी, म रमेश बस्नेत। आज म यहाँहरूलाई नेपालको ठुलो आयोजनामध्ये पर्ने काठमाडौँदेखि निजगढसम्मको यात्रा तय गर्ने फास्ट ट्र्याकको हालको स्थिति देखाउन जाँदैछु। यो फास्ट ट्र्याकको सुरुको स्थान भनेको खोकना हो, तर आज हाम्रो यात्रा नखुद्दो बाटोबाट सुरु हुन्छ। ललितपुरको खोकनाबाट फास्ट ट्र्याकको सुरुवात हुने भनी योजना तयार भएको हो, तर खोकनावासीहरू यस परियोजनाबाट त्यति सन्तुष्टि छैनन्। त्यसै कारण यो खोकनालाई विवादित क्षेत्र मानिन्छ। खोकनावासीहरू यो परियोजनाबाट खुसी नहुनुको कारणहरू फास्ट्याग जस्तै अरू पनि बाटोको योजनाहरू यस क्षेत्रमा परेका छन्। यहाँका मानिसहरू कृषिमा नै संलग्न छन् र यो क्षेत्र कृषिका लागि उत्कृष्ट मानिन्छ। बाटोको कारण कृषि योग्य जमिन सबै मासिन लाग्यो भन्ने भनाइ स्थानीय बासिन्दाहरूको छ। यो खोकना पुरातात्विक दृष्टिकोणमा पनि मठ मन्दिर र सम्पदाहरूको कारण सांस्कृतिक रूपमा पनि सम्पन्न मानिन्छ र ती सम्पदाहरूलाई बचाउन जरुरी छ। त्यसकारण फास्ट्यागको विकल्प अन्तैबाट खोज्नु पर्दछ भन्ने स्थानीयवासीहरूको भनाइ रहेको पाइन्छ। ललितपुर जिल्लाको खोकना बागमती पारी पर्दछ भने बागमती वारी दक्षिणकाली नगरपालिका पर्दछ। खोकनामा विवादको कारण काम भएको छैन, तर दक्षिणकाली नगरपालिकाको तल्लो भागमा पर्ने पाखाचोकबाट फास्ट्यागको काम धमाधम सुरु भइरहेको छ। यो फास्ट्यागले जम्मा 4वटा जिल्ला छोडेर आफ्नो गन्तव्य पुरा गर्दछ: ललितपुर, काठमाडौँ, मकवानपुर र बारा जिल्ला। ललितपुर जिल्ला बाहेक अरू 3 जिल्लामा तीव्र गतिमा काम भइरहेको छ। यो स्थानलाई पाखाचोक भनिन्छ। यो पाखाचोक गोपालेश्वरभन्दा मुनि पर्दछ। यहाँ बाटो खोलिसकेको छ। साइडमा रिटेनिङ वालको काम भइरहेको छ। अहिले यस ठाउँमा पिच गर्नको लागि बेस तयार गरिँदैछ। बाटो मुनि बागमती खोला बगिरहेको छ। माथिपट्टि भिरालो प्रकृतिको भूभाग रहेको छ। भिरालो जमिनमा भूक्षय नहोस् भनी माथिपट्टि रिटेनिङ वालको निर्माण गरिँदैछ। यो बाटो कामका लागि खोलिएको सर्भिस ट्र्याक हो। यहाँनेरि एउटा पुल बन्दैछ। तल फास्ट ट्र्याक यो पुलमा जोडिन्छ। यो ठाउँलाई मखुबेसी भनिन्छ। यस स्थानमा फास्ट ट्र्याकको निर्माणको लागि आर्मीको अस्थायी क्याम्प बसेको छ। यो देखिएको खोला दक्षिणकालीबाट बगेर आउने खोला हो। यो खोला बागमतीमा मिसिन्छ। यहाँ एउटा ठुलो पुल बन्दैछ। त्यसको झल्को यहाँ प्रयोग भइरहेको औजारहरूले देखाउँछ। यो फास्ट ट्र्याकको रुटमा धेरै नै खोलाहरू पर्ने भएको हुँदा पुलहरू धेरै नै बन्ने भएका छन्। यो कटुवालदह क्षेत्र हो। धार्मिक रूपमा यस स्थानको धेरै नै महत्त्व छ। नयाँ वर्षमा यहाँ मेला लाग्ने गर्दछ। यसको पारी ललितपुरको घुसेल पर्दछ। यहाँ कामहरू धमाधम भइरहेको छ। कामका लागि प्रयोग हुने गिट्टीहरू थुपारिएको छ। यहाँ ठुलो पुल बन्दैछ। त्यसका लागि बेसहरू पनि तयार पारिँदैछ। अब हामी यो प्रोजेक्टको पहिलो सुरुङतिर अगाडि बढ्दैछौँ। यो सुरुङ मार्ग पहिला डिपिआरमा थिएन। यस्तै सुरुङहरू 3-4वटा थपिएको छ। यस्तो सुरुङ मार्गहरू थपिएको हुनाले फास्ट ट्र्याकको दूरी 5 किलोमिटरले छोटिएको छ। पहिले 76.2 किलोमिटर थियो भने अहिले 71 किलोमिटर जति भएको छ। यो सुरुङलाई देवीचौर सुरुङ मार्ग भनिन्छ। यहाँ बागमती खोला बग्दछ। यो खोलामा पुल बन्छ। यो पुल सुरुङ मार्गमा जोडिन्छ। यहाँ फास्ट ट्र्याकको बाटो हुँदैन। फास्ट ट्र्याकको मुखमा सुरुङ मार्ग हुन्छ र यो बाटो चाहिँ सर्भिस ट्र्याक हो। सुरुङ मार्गको एक्जिट पोइन्ट सिसौटारमा निस्किन्छ। यहाँबाट 1.5 किलोमिटर पर ललितपुरको सिसौटार पर्दछ।
यो अहिले सुरुङ मार्गको लागि बनाइएको अस्थायी बेली ब्रिज हो। यहाँबाट काठमाडौँ जिल्ला सिद्धिन्छ। यो प्रोजेक्टको हिस्सा मुस्किलले 8 देखि 10 किलोमिटर काठमाडौँ जिल्लामा पर्दछ। त्यही अनुरूपमा ललितपुर जिल्लामा पर्दछ। यो फास्ट ट्र्याकको अधिकांश भाग मकवानपुरमा पर्दछ भने केही भाग बारा जिल्लामा पर्दछ। वर्षायाममा बागमती खोलाले विकराल रूप लिने हुँदा यहाँ काम गर्न कठिनाइ हुन्छ होला जस्तो लाग्दछ। अहिले हामी हिँडिरहेको सबै बाटो नै सर्भिस ट्र्याक हो। कामका लागि सामानहरू ओसार पसार गर्न पुरै राम्रै बाटो बनाएको छ, तर यो भागमा फास्ट ट्र्याकको चाहिँ सबै सुरुङ मार्ग मात्रै रहेको छ। पहाडहरूको बीचमा खोलाहरू बग्दछ। ती खोलाहरूमा पुल बन्छ। त्यो पुल सिधै सुरुङ मार्गमा जोडिन्छ। त्यसै कारण यो ठाउँमा धेरैवटा पुल र सबै पहाडी क्षेत्र भएको हुँदा सुरुङ मार्गहरू पनि धेरैवटा बन्दैछ। यो आयोजनाले नेपालको आर्थिक विकासमा ठुलो योगदान पुर्याउने अपेक्षा गरिएको छ। विशेष गरी यसले तराईलाई राजधानीसँग जोड्ने द्रुत मार्ग प्रदान गरी यातायातको समय र लागत कम गर्नेछ। यसबाट व्यापार, पर्यटन र रोजगारीका अवसरहरू बढ्ने विश्वास गरिएको छ। साथै यो आयोजनाले क्षेत्रीय सन्तुलन र सुरक्षालाई पनि टेवा पुर्याउनेछ। क्षेत्रीय सुरक्षामा यसले अप्रत्यक्ष रूपमा टेवा पुर्याउँछ। द्रुत मार्गले सुरक्षा निकायहरूलाई छिटो र प्रभावकारी ढङ्गले कुनै पनि क्षेत्रमा पुग्न मद्दत गर्दछ। विशेष गरी आपतकालीन अवस्थामा यसले समग्र क्षेत्रमा शान्ति र सुव्यवस्था कायम गर्न सहयोग पुर्याउँछ। यो लगभग 71 किलोमिटर लामो द्रुत मार्ग रहेको छ, जसको अनुमानित लागत 2 खर्ब 11 अर्ब रुपैयाँभन्दा बढी रहेको छ। नेपाली सेनाले यसको निर्माण कार्यको जिम्मा लिएको छ र सन् 2027 सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ, जसले जटिल भौगोलिक अवस्थालाई पार गर्नेछ। नेपालको सन्दर्भमा बाढी र पहिरो जस्ता समस्याले यातायातमा ठुलो अवरोध पुर्याउने कुरा यथार्थ हो। काठमाडौँ निजगढ फास्ट ट्र्याकमा समावेश गरिएका सुरुङ मार्ग र पुलहरूले यो जोखिमलाई उल्लेखनीय रूपमा कम गर्नेछन्। सुरुङ मार्गले गर्दा बाढी र पहिरोको प्रत्यक्ष असर पर्ने सम्भावना कम हुन्छ। यसले यात्रामा निरन्तरता र विश्वसनीयता प्रदान गर्दछ।